हेलो गाइज, वेलकम छ माई मिनी ब्लग। म चाहिँ कञ्चन मगर हाल दुबईबाट। हजुरहरूलाई कस्तो लाग्छ कृपया मेरो भिडियो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु, मन पराइदिनु। मलाई खासै बोल्न त आउँदैन, त्यही पनि हल्का हल्का म सिक्दै गएको छु है। मैले तपाईँलाई एक दिन दुबईको सागबारी देखाउँछु भन्दै नि, त्यो चाहिँ यही है गाइज। यहाँ हेर्नु न, मान्छेहरूले तोरी साग, धनियाँ, यो सबै यो देखेको धनियाँ तोरी साग पनि उता त्यो लहरा जस्तो देख्नुभएछ नि, त्यो फर्सीको मुन्टा, लौका, कागतीको बोट, मकैहरू हेर्नु है। यो खजुरको बोट हो, यो चाहिँ मकैहरू हो। अनि मलाई चाहिँ मान्छेले मार्छ होला है, हुन त अब भिडियो बनाउने खासै अलाउ छैन भन्छ, त्यही पनि मैले बनाइदिएँ। यो बाहिर यो चाहिँ अमिलोको बोट हो, हेर्नु न गाइस, त्यहाँ कति अमिलो, यो कति अमिलो छ। मैले एउटा टिपेर पनि खाइहालेँ होइन। पार्ट टाइम आएर होइन, पार्ट टाइम काम गर्नु गएको थियो। पार्ट टाइम काम गर्नु गएर आएर चाहिँ मैले चाहिँ बसुँगेर त्यहाँ शीतलमा बसेको क्या, रुखको फेदको छारीमा बसेर बसुँदै यताउति आफै बोल्दै बसिरहेको थिएँ। अनि त्यो मलाई बोलेको खासै टोय मन परेन, अनि मैले चाहिँ भोइस ओभर गरेको है गाइस। के कुरा गर्दै बसिरहेको थिएँ। हेर्नु न, बस्नु घाममा 12 बजी नि 1 बजीको घाममा हेर्नु न कसरी बसिरहेको थिएँ। त्यही पनि नेपालको जस्तो घाम हुन्न, दुबईमा त कति कडा घाम हुन्छ। यसरी नै बसेर मैले 1 घन्टा बसेर बसुँगेर आएँ। अनि हेर्नु न, घरि यता क्यामेरा लान्छु, घरि उता क्यामेरा लान्छु, घरि मान्छेलाई हेर्छु डरले है। यसरी नै के पागल जस्तो बोल्दै एक्लै बोल्दै म भिडियो बनाइरहेको छु। घरि थुथुन यस्तो बनाउँछु, घरि कस्तो बनाउँछु है। के गर्नु, म लाटी जस्तो पागल जस्तो एक्लै, साथी पनि थिएन। अनि एक्लै बसेँ गाइस। तपाईँलाई कस्तो लाग्छ मेरो भिडियो है, कृपया मन पराइदिनु होला। अनि मलाई खासै बोल्न त आउँदैन, त्यही पनि हेर्नु नै, घरि के भन्छु, घरि के भने म आफै एक्लै बडबडाइरहेको छु त्यहाँनिर चाहिँ। घरि गाउँछु। अनि हेर्नु न, मेरो पछाडि ब्याकग्राउन्ड फुलहरू कस्तो राम्रो सयपत्री फुलहरू त्यहाँनिर एकदम मजाले फुलिरहेछ है। बाबरी फुलहरू, अनि मकैहरू, आलुहरू। म कति बस्दा यसरी नै हो, एकै ठाउँमा म बसिरहेको छु, किनभने त्यहाँनिर हल्का रुखको छारी आइरहेछ नि त। रुखको छारीले कति शीतल हुन्छ घाम भए पनि। यसरी नै मैले बसेँ, वक्क दिक्क लाग्यो, के गरौँ घरि कपाल सुमसुमाउँछु, घरि यता मोबाइलतिर हेर्छु, घरि के गर्छु, घरि दाँतले यसरी फिजाउँछु। यसरी नै 1 घन्टा बसेँ। काम मेरो कति 1:15मा सकेको, अनि गाडी चाहिँ 1:17मा आउँथ्यो नि त। अनि गाडी नआउँदाखेरि, गाडी छोडिदिँदाखेरि मैले 2:17को गाडी रुँदाखेरि 1 घन्टा बस्नु पऱ्यो। अनि एकछिन त म दिदीकोमा पनि गएँ, अनि दिदीकोमा पनि गएर बसेर आएँ। 42मा गाडी आउँछ भनेर 42मा पनि आएन, 1:42मा अनि नआएपछि अनि मैले यत्तिकै गाडी रुँगेर बसेँ। नि यहाँ जो कागती अगाडि नै मैले टिपेर हालेको थिएँ, कागती पनि देखाउँदैछु मैले। यहाँ कम्ती नक्कली छु गाइस, हेर्नु नै, कागती टिपेर झोलामा हालेँ गाइस। ल, मेरो आजको भिडियो चाहिँ यही हो, कृपया